थाहा पाउन पाए पनि परदेश भनेको परदेश नै हुँदो रहेछ। माया त शनि घर परिवार अनि आफन्तको, तर पनि एक्लो महसुस हुँदो रहेछ परदेशमा। सुख दुःख सन्चो बिसन्चो भोको अखाको जस्तो भए पनि काममा खटिनु पर्छ, असारे मिलोको हलको जस्तै गरी। बिहान जुरुक्क उठ्यो, केही दाना पानी हाल्यो, काममा गयो, साँझ पर्छ फर्केर आयो, फेरि सुत्यो, उठ्यो, फेरि त्यसरी नै दिनचर्या बितिरहन्छ। विदेशमा बस्ने मान्छेको जीवन असारे गोरुको भन्दा पनि खत्तम हुन्छ। गोरुको जीवन बिहानै गोठबाट निकाल्यो, तातो खोले, नुन र पानी खुवायो अनि चुक्न लाग्यो। बेलुका ल्याएर त्यही गोठमा कोसिदियो, फेरि भोलि पनि त्यही हो। विदेशको जीवन बिहानै हतार हतारमा उठ्यो, तितो मिठो उसिनेको खुली पकायो, हतार हतार गरेर आधा पेट खायो, ड्युटीतिर गयो, बेलुकी फेरि त्यही रुम भित्र कोच्यो। यो प्रक्रिया विदेशमा बसुन्जेल चल्छ, चाहे त्यो मान्छे लेबर वा इन्जिनियर नै किन नहोस्, सबैको त्यही हो। बरु असारे गोरु त हिउँदमा मोज गर्छ, तर यहाँ न त हिउँद न त गर्मी न वर्षा, सधैँभरि उस्तै उस्तै। खानाको त कुरै नगरौँ, घरमा 84 व्यञ्जन आमाले चकार्नुहुन्थ्यो, तर पनि उहाँले मिठो पाएन कि भनेर सोध्ने गर्नुहुन्थ्यो। तर यहाँ मिठो भए पनि खानै पर्छ, नमिठो भए पनि खानै पर्छ। नखाए त के गर्नु, आफै भोकै बस्नु पर्छ। घरमा हुँदा त कहिलेकाहीँ म बिरामी पर्दा निको नभएसम्म आमाले मेरो सिरानीको छेउ बस्न छाड्नु भएन। रात दिन नभनी ख्याल गर्नुहुन्थ्यो, औषधि खाएन भने कराउने गर्नुहुन्थ्यो। तर प्रदेश भनेको परदेश नै रहेछ, बिरामी हुँदा पानी दिने मान्छे समेत भेटिँदैन। कति पटक यस्तो अवस्थासम्म काटेको छु मैले, जुन बेला बोतलमा राखेको पानी उठाउन नसकेर एक्लै एक्लै रुदा रुदा आँसु सुकेर त्यतिकै बेहोस भएको। कस्तो भयो होला त्यतिखेर मेरो मन, सायद म जस्तै यस्तै पीडा भोग्ने अरू परदेशी दाजुभाइलाई र मलाई मात्रै थाहा होला। अझै पनि सम्झिँदाखेरि भक्कान फुटेर आउँछ, ढाक्को छोडेर रुन मन लाग्छ, तर रोएर यहाँ कसले